हजुर एउटा किराना पसलमा एउटा ग्राहक आयो र उसले 200 रुपैयाँको सामान लियो। सामान लिएपछि उसले 500 रुपैयाँ दियो। तर त्यो किराना व्यापारीसँग 500 को खुजुरा नभएकोले ऊ आफ्नो छिमेकी व्यापारीकोमा गयो र 500 को खुजुरा बजाएर ल्यायो। 500 को खुजुरा बजाएर ल्याएपछि फिर्ता दिनुपर्ने 300 रुपैयाँ त्यो ग्राहकलाई दिएर 200 रुपैयाँ आफ्नो गल्लामा राख्यो। एकछिनपछि त्यो छिमेकी व्यापारी आएर किराना पसलेलाई भन्छ, ओ दाइ यो पैसा त नक्कली रहेछ। अब नक्कली भएको कारणले त्यो किराना पसलेले 500 रुपैयाँ त्यो छिमेकी साउजीलाई पनि दिनु पर्यो भने अब भन त्यो किराना पसलेलाई कति घाटा लाग्यो? क्वेसन चाहिँ अलिकति टफ नै छ हैन। तिमीले दियो भने तिमी चाहिँ एकदम ट्यालेन्टेड मान्छे हो भन्नेमा गरिन्छ है। अब कति अरे 800 घाटा भयो। कसरी भन्नुपर्दा 500 त्यो नक्ली नोटको अनि 300 रुपैयाँ जुन फिर्ता दिएको थियो त्यो पनि त घटै हो नि। 800 हो र? अब तिम्रो एन्सर मिल्यो कि मिलेन भन्ने कुरा चाहिँ कमेन्टमा थाहा हुन्छ है त। ओके।